जनताको ओठ मुक्त सुक्ने नै भयो। गरिबी जनताको ओठ मुक्त अब सुक्ने नै भयो। देशको उज्यालो तारा भनाउँदा ती बालकको भविष्य नै खोसिने भयो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। विश्वमै नघटेको घटना देख्नु पर्यो। देशको भविष्यको कल्पना नै गर्न गाह्रो भयो। विश्वमै नघटेको घटना देख्नु पर्यो। देशको भविष्यको कल्पना नै गर्न गाह्रो भयो। देशको पीडा र दर्द नै शरीरको बोझ भयो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। राज परिवारको दुखद घटनाले सबैलाई पीडित बनायो। नेपालको जनतालाई मात्र होइन, विश्वको सारा राज परिवार नै यसको शिकार भयो।